दर्शक नमस्कार, नेपाली न्यूज पार्टीमा तपाईहरुलाई हार्दिक स्वागत छ। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला। देशभरका महत्त्वपूर्ण समाचार अपडेट हामी तपाईहरुमाझ एकैसाथ प्रसारण गर्दैछौं। समय अवधिभर हामीसँगै रहनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला। दर्शकबिन, गल्तीसम्म पुग्यो बाढी उद्धार र राहतका लागि समन्वय भइराखेको प्रहरीको भनाई। प्रधानमन्त्री बाली शाहले बोलाएको मन्त्री परिषद बैठकले गर्यो महत्त्वपूर्ण निर्णय। नागरिक उद्धारका लागि राज्यका महत्त्वपूर्ण निकायहरू द्रुत गतिमा परिचालन गर्न कांग्रेस सभापति गंगकुमार थापाको भनाई। भोटेकोसीको बाढ मुगलिङतर्फ बढ्दै त्रिशुली किनारका बस्ती खाली गर्न प्रहरीको आग्रह। दर्शकबिन, यतिखेर बाढीले निकै ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म के कति मानवीय क्षति पुग्यो त आजको समाचारमा। स्याम्प्रो बेसी टिमुरे क्षेत्रमा बाढी, सरकारद्वारा तत्काल पीडितको उद्धार र खोज राहत कार्यलाई तीव्रता दिन आग्रह। यसबारेमा विशेष अपडेट। रसुवागढीको बाढीले ठूलो शहर नै बगाएको अवस्था छ। भौतिक र मानवीय क्षतिको आकलन गर्न समेत सकिन्न। 2072 सालको भूकम्पको भन्दा डबल क्षति भएको आशंका गरिएको छ। अहिलेसम्म के कति जनाको उद्धार गरियो र के कति जना बेपत्ता छन् र कति जनाको मृत्यु भयो आजको समाचारमा रहनेछ भने दर्शकहरुमा त्यसरी आउनुहोस्। अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौं। संसदमा सांसदले उठाएका जनसरकारका विषय अब भाषणमै सीमित नहुने भएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ संयन्त्र मार्फत सांसदका प्रश्न सोही दिन सम्बन्धित मन्त्रालयमा पठाउने र समाधानको प्रगति सांसद तथा प्रधानमन्त्री कार्यालयलाई बुझाउनु पर्ने व्यवस्था सुरु गरेको छ। संसदमा सांसदहरू चर्की बोल्छन्, सरकारलाई प्रश्न गर्छन्, मन्त्रीहरू केरकारमा पर्छन् अनि बैठक सकिन्छ। तर त्यसपछि के हुन्छ? संसदमा सांसदहरूले बोलेका कुरा सरकारले सुन्छ कि सुन्दैन? यो प्रश्न नेपालको संसदमा वर्षौंदेखि उठ्दै आएको छ। संसदमा बोलेको कुराहरूमा सरकार गम्भीर भएन भन्ने आरोप पनि लाग्दै आएको छ। तर अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यही पुरानो गुनासो सम्बोधन गर्ने गरी नयाँ संयन्त्र सञ्चालनमा ल्याएको छ। गत असार 26 गतेदेखि सुरु भएको यो अभ्यास अनुसार संसदमा सांसदले उठाएका प्रशासनिक तथा जनसरकारका विषय अब भाषणमै सीमित हुने छैनन्। संसदमा उठेको विषय सोही दिन सम्बन्धित मन्त्रालयमा पठाइनेछ। मन्त्रालयले त्यसबारे के पहल गर्यो, समस्या समाधान भयो कि भएन, नभए किन भएन, त्यसको विवरण सम्बन्धित सांसद र प्रधानमन्त्री कार्यालयलाई बुझाउनु पर्नेछ। यसो भएपछि अब सांसदहरूले संसदमा प्रश्न उठाएपछि सरकारको तर्फबाट हेरौँला भनेर फाइल थन्क्याउने मात्रै सुविधा नहुने भएको छ र यो अभ्यासले सरकारलाई संसदप्रति थप जवाबदेही र जिम्मेवार बनाउने देखिएको छ। यसमा अझ विशेष कुरा के छ भने तत्काल समाधान गर्न नसकिने विषयमा पनि मन्त्रालयले अब चुप लागेर बस्न पाउने छैन। समस्या किन समाधान भएन र सम्भावित समाधान के हो त्यो समेत सांसदलाई जानकारी गराउनु पर्नेछ। यसरी भएका साप्ताहिक प्रगति प्रतिवेदन प्रधानमन्त्री समेत पुग्नेछन्। अब संसदको तथ्याङ्कतर्फ जाउँ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै दुवै सदनका 5-5 बैठकमा 182 सांसदले विभिन्न विषय उठाएका छन्। प्रतिनिधि सभाका 194 र राष्ट्रिय सभाका 88 सांसदले उठाएका यी विषयमध्ये धेरै जसो समाधान भइसकेको बताइन्छ भने केहीको अवस्थाबारे सांसदलाई जानकारी दिइसकिएको छ। सबैभन्दा धेरै गुनासो र चासो गृह मन्त्रालयसँग जोडिएको देखिन्छ। गृहसँग सम्बन्धित विषयमा 66 सांसदले कुरा उठाएका छन्। त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित विषयमा 60 जना सांसदले प्रश्न गरेका छन्। परराष्ट्र मन्त्रालयसँग सम्बन्धित 48 विषयमा पनि सांसदहरूले कुरा उठाएका छन्। त्यसैगरी स्वास्थ्यका 33, कृषिका 21, पूर्वाधार विकासका 13, युवा तथा रोजगारीका 11 विषय उठेका छन्। रक्षा र पर्यटनका 9, ऊर्जाका 5, सूचना तथा सञ्चार 4 र शिक्षासँग सम्बन्धित विषयमा 3 सांसदले प्रश्न उठाएका छन्। सांसदहरूले उठाएका विषय सुन्न र सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयका गरी 45 जना अधिकृत तथा उपसचिव स्तरका कर्मचारी परिचालन गरिएको छ। संसदमा खटिएका कर्मचारी सांसदले उठाएका विषय टिप्पणी गर्छन्, त्यसपछि सम्बन्धित सचिवालयसम्म पुर्याइन्छ। अब भने प्रधानमन्त्री बाली शाहले सबै सांसदको जवाब दिने भएका छन्। पछिल्लो समयमा प्रधानमन्त्री बाली शाहले सम्बोधन गर्ने भएपछि सबै उत्साहित थिए। तर आज आएको रसुवागढीको बाढीले भने आज प्रश्नको जवाब नदिने भएका छन्। प्राप्त समाचार अनुसार प्रतिनिधि सभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भइसकेको छ। दिउँसो 1 बजेदेखि सुरु हुने बैठकमा तय भएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले पुर्याएको क्षतिका कारण स्थगित गरिएको छ। तिब्बततर्फबाट आएको भीषण बाढीले विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री बाली शाह विपदपछिको खोज उद्धार र राहतका विषयमा विभिन्न संयन्त्रसँगको छलफलमा व्यस्त छन्। विपद जो असंवेदनशील समयमा अन्य विषयमा छलफल नगर्ने गरी प्रश्नोत्तर कार्यक्रम स्थगित गर्न लगाइएको जानकारी सँगै संसद
सचिवालयले जनाएको छ। प्रश्नोत्तर कार्यक्रम स्थगित भए पनि संसदमा विपदको विषयमा भने छलफल हुनेछ। बैठकमा गृहमन्त्री सुदन गुरुङले रसुवाको बाढी र त्यसले हिम्ताएको क्षतिका बारेमा संसदलाई आधिकारिक जानकारी गराउँदैछन्। बाढी र विपदको अवस्थालाई ध्यानमा राख्दै आजका अन्य सम्भावित कार्यसूची समेत हटाइएको छ, जसले गर्दा रसुवा गढीको बाढीले निकै ठुलो मानवीय धनजन र भौतिक क्षति पुर्याएको छ। यसमा सबै देशैभरि यतिखेर शोकाकुल छाएको छ। दर्शकबिन आउनुहोस् अब अर्को विशेष खबरतर्फ लागू। बाढी पहिरोले यतिखेर रसुवागढीबाट सुरु भएको बाढीले निकै ठुलो मानवीय क्षति गरेको छ। दर्शकबिन हामीलाई भर्खरै मात्रै प्राप्त समाचार अनुसार रसुवागढी बाढी नुवाकोटमा 3 र धादिङमा 4 शव फेला परेको अवस्था छ। बेपत्ताको खोजी कार्य जारी रहेको छ भने यतिखेर शवहरू खोज्ने काम तीव्र पारिएको छ। रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परि बगाएका 7 जनाको शव नुवाकोट र धादिङमा फेला परेको छ। पछिल्लो विवरण अनुसार नुवाकोटमा 3 र धादिङमा 4 जना को शव फेला परेको हो। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटको नदी किनारबाट 3 तथा धादिङबाट 4 जनाको शव फेला परेको छ। बाढीले बगाएका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रू, बेसी लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याउँदै नुवाकोट हुँदै धादिङतर्फ पुगेको हो। बाढीले नदी आसपासका बस्ती, पुल, सडक तथा जलविद्युत आयोजना समेत क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र को ठूलो उद्धार टोली तथा खोजीमा परिचालन गरिएको छ। नेपाली सेनाका हेलिकप्टर तथा मेडिकल टोली समेत प्रभावित क्षेत्रमा पठाइएको छ भने नुवाकोट, धादिङ लगायतका क्षेत्रमा सुरक्षा निकायले खोजी तथा उद्धारलाई तीव्रता बनाएका छन्। प्रशासनले त्रिशुली नदी आसपासका जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ भने सम्भावित जोखिम देखिए सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण हामी तपाईँहरूमा आज पल पलका अपडेट दिइराखेका छौँ। यतिखेर बाढी पहिरोले निकै ठुलो मानवीय क्षति पुर्याएको छ। अहिले धादिङ र नुवाकोटमा मात्रै 7 जनाको शव फेला परेको छ भने प्राप्त समाचार अनुसार यतिखेर टिमुरेमा पनि झन्डै 50 जना पुरिएको आशंका गरिएको छ। त्यहाँ पनि यतिखेर खोजीलाई तीव्र पारेको बताइएको छ। जुन रसुवागढीबाट चिमसँगको बाँध फुटेर बाढी आएको थियो त्यसले धनजन र मानवीय क्षतिलाई निकै ठुलो आक्रान्त पार्ने गरी एउटा ठुलो धक्का दिएको छ। रसुवाको टिमुरे स्थित भन्सार कार्यालय भएको स्थान आसपासमा मानिसहरू पुरिएको आशंका गरिएको छ। पुरिएकाहरू लोकेट गर्न सशस्त्र प्रहरीले ड्रोन सहित टिम पठाउन लागेको छ। काठमाडौँबाट हेलिकप्टर मार्फत ड्रोन पठाएर सर्च अपरेसन चलाउन लागि सशस्त्र प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। सशस्त्र प्रहरी उद्धार तथा जोखिममा तालिम प्राप्त कुकुर पनि परिचालन गर्ने भएको छ। रसुवागढी स्थित भन्सार यार्ड र टिमुरेमा रहेको भन्सार कार्यालय क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन गरेर खोज अपरेसन सञ्चालन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले हामीलाई जानकारी दिएको हो। त्यस्तै सशस्त्र प्रहरीले रसुवाको भोटेकोसी नदी तटीय क्षेत्रमा आपतकालीन हेलिप्याड तयार पारेर खोज तथा उद्धारका लागि हेलिकप्टरहरूको सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाइएको छ भने हामीले यो समाचार तयार पार्दै त्रिशुलीको किनारमा 4 वटा शव फेला परेका सन्दर्भमा हामीले भर्खरै यो समाचार तयार पार्दै त्रिशुलीमा भर्खरै ठुलो मानवीय क्षति भएको फेला परेको छ। साथै प्राप्त समाचार अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी नदीमा बाढी आउने जोखिम अझै पनि कायम रहेको जनाएको छ। चीनतर्फको ताल पूर्ण रूपमा नखुलेको भन्दै भोटेकोसी र त्रिशुली नदी आसपासका क्षेत्रमा जोखिम कायम रहेको प्राधिकरणले जनाएको छ। बुधबार दिउँसो 1:35 बजे चिनिया अधिकारीहरूले पठाएको सूचनामा नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखुलेको जनाएको छ। प्राधिकरणले अर्को सूचना जारी नभएसम्म नदीको आसपास नजान र नदीबाट टाढा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रका तत्त्व क्षेत्रमा रहेका बासिन्दाहरूलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। प्राधिकरणले भनेको छ चीनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा निकै ठुलो जोखिम कायम रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित रहन आग्रह समेत गरिएको छ। आधी भाग मात्रै भोटेकोसीबाट निस्केको थियो भने बाँकी अझै आउन बाँकी रहेकाले कारणले पनि सतर्कता अपनाएर बस्न चीनले समेत आग्रह गरिराखेको अवस्था छ। दर्शकबिन यतिखेर नेपाल प्रहरी, नेपाली सेना लगायतका सशस्त्र प्रहरी बलले खोजी कार्य उद्धार जारी राखेको अवस्था छ।
त्यसैगरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। रसुवाको टिमुरे स्थित भन्सार कार्यालयमा कार्यरत 14 जना कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। रसुवा स्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन्। अर्थमन्त्री डाक्टर माग्नेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 जना स्थायी कर्मचारी र 3 जना करारका कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गाना सहित 25 जना कर्मचारी सम्पर्कमा आएका छन्। सो कार्यालयमा 4 जना करार र ज्यालादारी कर्मचारी रहेकोमा 1 जना सम्पर्कमा आएको बताइएको छ भने त्यहाँ मानवीय क्षतिको भने विकराल अवस्था देखिन्छ, किनकि अहिलेसम्म सब भेट्नेको सङ्ख्या झन्डै निकै ठुलो मात्रामा देखिएको छ, किनकि त्यहाँ झन्डै 200 को हाराहारीमा पुरिएको बताइएको छ। पछिल्लो समयमा त्यो बाढीले निकै ठुलो आक्रान्त सिर्जना गरिदिएको छ, जसले गर्दा मानवीय क्षतिको भने ठुलो तनाव सिर्जना भएको छ। उक्त बाढीले नुवाकोटका 3 प्रहरी चौकी समेत बगाएको छ। नुवाकोटको कारागार समेत डुबान पारेको छ। रसोमा आएको बाढीका कारण नेपाल प्रहरीका 3 वटा चौकी बगाएको छ। 35 प्रहरी अझै सम्पर्क बाहिर छन्। प्रहरी प्रशासन कार्यालयबाट प्राप्त अपडेट अनुसार आज बुधबार 9:30 बजे रसुवागढी गाउँपालिका 2 स्थित इप्रका टिमुरे प्रहरी चौकी रसुवागढी र स्याफ्रू बेसी सम्पर्कमा नभएको तथा इप्रका समेत बाढीको कारण बगाएको बताइएको छ। तीमध्ये टिमुरीमा कार्यरत 25 जना मध्ये 12 जना सम्पर्कमा आएका छन्। रसुवागढीमा कार्यरत 9 जना मध्ये 1 जना मात्रै सम्पर्कमा आएका छन्। स्याफ्रू बेसीमा कार्यरत 9 जना मध्ये 4 जना सम्पर्कमा आएको अपडेटमा खुलाइएको छ। नुवाकोटको त्रिशुली बजारमा पानीको बहाव बढेको र नुवाकोटबाट कारागार समेत पानीमा फसेको बताइएको छ। धादिङको पृथ्वी राजमार्ग स्थित महेश खोलामा डुबान भएको छ। बागमती प्रदेश प्रहरी गुल्म हेटुडाबाट 10:55 बजेको समयमा एसएसपी पुरुषोत्तम सुवेदीको कमान्डोमा 15 जनाको टोली रसुवाको लागि प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाढीको बहाव अहिले धादिङको गल्छी गाउँपालिका 2 मलेख्युमा पुगेको छ भने त्रिशुली बस्ती यतिखेर खाली गराउन धमाधम लागि परेको अवस्था छ, किनकि यतिखेर बाढीले निकै ठुलो धनजनको क्षति गरिराखेको अवस्था छ। त्यसैगरी भर्खरै मात्रै प्राप्त समाचार अनुसार रसुवाको बाढीबाट प्रभावित क्षेत्रबाट 12 जनाको उद्धार भएको छ। बुधबार बिहान 9 बजे आएको बाढीबाट प्रभावित विभिन्न ठाउँबाट 12 जनाको उद्धार भएको नेपाली सेनाले जनाएको छ। सेनाको हेलिकप्टरबाट स्याफ्रू बेसीबाट 6 जना, मेलुङबाट 2 जना र धुन्देबाट 4 जनाको उद्धार भएको हो। अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको 4 वटा र निजी कम्पनीका 8 वटा गरी 12 वटा हेलिकप्टर उद्धारमा खटिएका छन्। साथै नेपाली सेनाको मेडिकल टिमले त्रिशुली स्थित 1 नम्बर तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिराखेको छ। दर्शकबिन बाढी पहिरोले निकै ठुलो धनजनको क्षति भएपछि मन्त्री परिषदको बैठकले आकस्मिक निर्णय गरेको छ। सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ 3 जिल्लालाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। 3 महिनाका लागि सङ्कटग्रस्त घोषणा गरिएको हो। मन्त्री परिषदको अहिले बसेको आकस्मिक बैठकले 3 जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्री परिषदको बैठकले सबै मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के आवश्यक पर्छ त्यसका लागि फिल्डमै खटिन समेत निर्देशन दिएका छन्। यतिखेर प्रधानमन्त्री बालेशाहले बोलाएको मन्त्री परिषद बैठकले गरेका महत्त्वपूर्ण निर्णय अनुसार सरकारले गर्ने काम कारबाही पनि जानकारी गराइएको छ। त्यसैगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। विभिन्न राजनीतिक दलका शीर्ष नेताले भोटेकोसी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा नागरिकको जीवन रक्षा र उद्धारलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सम्बद्ध निकायलाई आग्रह गरेका छन्। राष्ट्रिय सुदूर पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले सामाजिक सञ्जालबाट यस कठिन घडीमा प्रभावित नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढङ्गले अगाडि बढ्न पार्टीका सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरूलाई आह्वान गरेका छन्। सभापति रवि लामिछानेले जोखिममा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन्। उनले विपद सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चार माध्यमबाट प्राप्त सूचनालाई विश्वास गर्न आग्रह गरेका छन्। यता नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर चिन्ताजनक बनेको बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत, फेसबुक मार्फत विपदको अवस्थामा भोटेकोसी त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई आह्वान गरेका छन्। सभापति गगन थापाले सरकारले राज्यको सम्पूर्ण संयन्त्र परिचालन